हामी यहाँ हिमालय इनमा छौँ पोखरामा फेरि रेडी भयो यहाँको मिरर चाहिँ म भन्दा नि हुन्छ अनि अब फेरि तालबारे मन्दिर गएको थिएन फेवालेक जाँदाखेरि अनि तालबारे मन्दिर जान्छौँ दर्शन गरेर अनि चाहिँ भाइ भने शान्ति स्तूपा we will go there आज मेरो पिङ्क लुगा I'm a perfect girl फेरि लेक साइड जान्छौँ अनि तालबराई मन्दिर जाने भनेर अनि मैले चाहिँ त्यो कायाकिङ गर्ने भनेर सोचिरहेको थियो त्यो गरेर चाहिँ तालबराई मन्दिर छिरौँ भनेको सक्छु कि सक्दिनँ ट्राई गरौँ यहाँ बेबी प्याराग्लाइड गरेर कस्तो राम्रो हो यो त कस्तो त्यो ढुङ्गाको क्या यो होटल त के हो फेवालेक कस्तो राम्रो क्या आर्ट ग्यालरी विदेश हेर्न मन लाग्यो भने विदेशमा जानु मन लाग्यो भने म यहाँ आएँ वाइल्डर नेपाल कायाकिङ ready bhai काल भएको समाज चाहिँ अनि यो भाग चाहिँ आफूतिर यस्तो फर्केको हुनुपर्छ र कोल्टेको हुनुपर्छ अलिकति गुड यस्तो थाले भयो भने कुद्दैन है हल्का यसो पोल्ट्यो भने चाहिँ बल्ल मजाले सर्छ पानी है हल्का समाज धेरै कसेर पनि हो त इजी ल गर्नु छ र छैन नि अब चलाउँदाखेरि चाहिँ हो बहिनीले गरे जस्तै ठ्याक्कैसँग एक हात अगाडि समाति राख न एक हात अगाडि लाने अर्को हात हल्का उचाल्ने अर्कोपट्टि एक हात यसरी पानीमा डुबाउने सर तान्ने फेरि अर्कोपट्टि पनि यसरी सर तान्ने गर त सट्ट डुबाउने तान्ने आफूतिर अर्को हात अगाडि जान्छ फेरि त्यसलाई डुबाउने फेरि तान्ने फेरि डुबाउने तान्ने मजाले तान्नुपर्छ है जति अगाडिबाट पछाडिसम्म तान्नुहुन्छ यसो गरेर हुँदैन मजाले तान्ने यसरी बल्लाएर यहाँको बल्लाहरू यो बल्लाएर होइन यदि यो मात्र तपाईँले यतिको मात्र चलाउनु भयो भने यो थरै लाग्दै पुग्छ त्यो अलिकति ज्यान चाहिँ बल्लाउनु सरर तान्ने मात्र पानीमा पानीभित्र डुबाएर अनि सरर तान्ने है अनि बल्ल पुग्छ बुझ्नुभयो नि यदि यसरी चलायो भने भने यो बोट त्यो बेकार भयो होइन कुद्दैन पनि बोट थकाइ मात्रै लाग्छ त्यही भएर यसरी हुनु पऱ्यो ठिक छ अनि समात्दाखेरि धेरै टाढा नसमात्यो धेरै नजिक पनि होइन ठिक्कै यो छुट्टिने भागमा है त्यसरी माथिबाट हल्का समात्यो ठिक छ तपाईँले सिट एउटा छ नि भाइ एउटा कागमा एउटा सप मात्र गाह्रो भनेको चढ्नलाई धर्न मात्रै हो चलाउनु सजिलो हुन्छ ल पक्नु भित्रै टेक्नु त डाइरेक्ट भित्रै टेक्नु एकछिन सुरुमा चाहिँ एकछिन हल्लिए जस्तो हुन्छ है नडराउनु किन भन्नु न अब हामी त जमिनमा छैन नि पानीमा हो नि होइन पानी भने त अलिअलि त हल्लिने कुरै हो हल्लिहाल्छ खुट्टा पराइतिर राख्ने भयो त्यसरी बस्नुहुन्छ हो अलि आनन्दले ढल्केर बस्नु मजाले केही हुँदैन ल मैले कसरी भनेको थिएँ त्यसरी चलाउने ल तपाईँलाई उता जानु छ भने कता चलाउनु पऱ्यो यतापट्टि चलाउनु पऱ्यो यतापट्टि चलाउनु त तान्नु त सर पछाडि जानु गुड अब त बराबर अब टाउको हेर्ने कि स्कुटीको त टाउको जस्तो टाउको अगाडिको टाउको हेर्ने अगाडिको टाउको हेर्ने टुप्पो तालमा हेर्ने नै अगाडिको टुप्पो हेर्ने जतापट्टि घुम्या उतापट्टि लाने कि
नभए यता घुमाउ नि त यसलाई छलाएर हेर्नु छलाएर जाउँ नि त उयो फोटो बनाइसक्यो नि हजुर 6 बिस्किट मेरो फर्स्ट कायाकिङ एक्सपिरियन्स कस्तो राम्रो लाग्यो सुरुमा त है म त्यो प्र्याक्टिस गर्दाखेरि सर्र त्यो अगाडि बढेँ है कस्तो डर लाग्यो ला अब मलाई चलाउन आएन भने म के गर्नु जस्तो भएको थियो पछि त्यो नजिकै अलिअलि प्र्याक्टिस गर्दा गर्दै चाहिँ चलाउन सकेँ एक राउन्डै मारेँ सोचेको थिएन मैले त्यसो गर्छु भनेर म उता जाँदिनँ एकछिन त्यहाँ नजिकै खेल्छु अनि फोटो खिच्छु जस्तो लागेको थियो पछि त सकेँ मैले एक राउन्डै मारेँ त्यहाँनिर जस्ट रमाइलो एक्सपिरियन्स भयो कायाकिङ अहिले चाहिँ पुम्डीकोट जाने बाटोमा आइपुग्यो अनि यता आउनलाई चाहिँ भेनाको गाडीमा आइपुग्यो ठ्याक्क भेट भयो होइन मिल्यो के उहाँहरू नै घुम्न आउने बेला भयो हाम्रो पनि टाइमिङ मिल्यो अनि त्यसपछि उहाँहरूले ल्याइदिनु भयो घर पनि उहाँहरूसँगै फर्किन्छौँ अब माथि गएर दर्शन गर्छौँ अहिले चाहिँ हामी पहिला खाना खान्छौँ के हेर्नु अब बिहानै खाजा खाइसकेको भएर फेरि खाएरै जाने भनेर हो क्या त्यही भएर के हेर्नु भएर कमाल हे कमाल धुलोको कमाल आउन त आइरहेको थियो मेरो फ्रिक्वेन्टली चाहिँ तर यत्रो बढे चाहिँ आउँदैन थियो धेरै 4 माइलेर कहाँ होला भनेर धेरै उकालो हिँड्नुपर्छ होला भनेर त यहीँ पो रहेछ पुम्डीकोट हो नमः शिवाय यहाँ चाहिँ पुम्डीकोट रे अनि अलिक तल भुम्डीकोट पनि छ कि भुम्डीकोट भन्दै अब यो पुम्डी हुम्दी के हुन्थ्यो दाजु एकदमै माथि कति धेरै हाइटमा बनाएको थियो घुम्न आउने मान्छे छरिएर पोखराको फेवा साइडमा मात्र घुम्न नि त यता पनि आयो यस्तो राम्रो ओम नमः शिवाय गुप्तेश्वर मन्दिर हामी छिर्दैछौँ ए अहिले त यस्तो बजार भइसकेको छ पहिला हामी स्कुल पढ्दाखेरिमा आएको म याद छ श्री गुप्तेश्वर महादेव अहिले त कस्तो बजार मलाई थाहा नि यस्तो रहेछ है ए म त कति धेरै त्यो फोटो मान्छेको फोटोहरूमा देखिरहेको थिएँ त यस्तो पो बनाएछ अहिले टिकट काट्नुपर्छ टिकट काट्नुपर्छ ए म त अरूको भिडियोमा देखेको हौ यस्तो पो बनाएको रहेछ नि यहाँ गुप्तेश्वर मन्दिर कस्तो राम्रो रहेछ नि
यसले मजाले के पारेको दिँदा मेरो है उता हेर्नु अगाडि गुप्तेश्वर महादेव कस्तो त्यो के अरे इन्डियन मुभीहरूमा के एकदम पहिलाको महाराज महारानीवाला हुन्छ नि त्यस्तो खालके जुनै मन्दिरमा पनि जुत्ता चप्पल खोलेर जानु भन्थ्यो होइन यहाँ चाहिँ जुत्ता चप्पल लगाएर जानुहोस् रे है ए फोटो भिडियो खिच्न मन आइरहेछ यो भित्र त अब यो भित्र चाहिँ यस्तो कस्तो त्यो चट्टानहरू छ के पत्थरहरू कस्तो खालके ओके म मात्र हेरेर आउँछौँ है अक्सिजनको कमी भएको जस्तो भएको क्या त्यो माथि मन्दिर भएको ठाउँमा चाहिँ खिच्न मिल्दैन रहेछ अनि यहाँ चाहिँ खिच्न मिल्छ अरे यस्तो रहेछ है देवीज फल देख्छ है यहाँबाट पानी चोप तप तप चुइरह ओ माय गॉड यस्तो दामी ठाउँ है उता एक दुई ठाउँमा त यो त साँच्चै अड्किरहेको जस्तो अहिले पनि मलाई त्यो उयो चाहिँ भइरहेको राम्रोसँग ब्रिदिङ चाहिँ भएको जस्तो लागेको छैन घाँटी अड्के जस्तो भइरहेछ हेर्नु न एकछिनमा कहाँ आइरहनु हजुर ल अक्सिजनको कमी भयो मलाई सास फेर्न गाह्रो भयो कस्तो यहीँनिर घाँटीमै अड्के जस्तो भइरहेको भने मलाई त अझै नि घाँटी कस्तो खसखस भयो जस्तो पहिला बच्चा बेला गएको थिएँ है तर यस्तो थियो जस्तो लागेको थिएन अहिले त कति भित्रसम्म रहेछ नि तर कस्तो एडभेन्चरस लाग्यो मलाई त त्यहाँ जानु भनेको त जो कोहीले सक्छ जस्तो लाग्दैन है 2000 years later के हो बाबुले आप्पाले नयाँ गिफ्ट ल्याइदिनु भएको अनि आमाले के ल्याउनु भयो लड्डुहरू अनि सानीले के ल्याइदिएको ठुलो पेन्सिल भन ठुलो यत्रो पेन्सिल स्ट्रबेरी आमाको आमाले कपडा धेरै रे कि त्यतिखेर नि स्पाइडरम्यान ठुलो ठुलो भयो अर्को सरप्राइज खै देखे सानीले होइन कसरी निस्कियो अरे सानीले फुकालेको साफ गर्नुलाई थ्याङ्क यू भन न खै आमालाई थ्याङ्क यू भन थ्याङ्क यू त्यो पनि हो बाबुको यो पनि नयाँ आबु आमाको गिफ्ट ए हो लोसरसँग चाहिँ यो सार हुन्छ होला हुँदैन ठुलै ल्यायो होला ठुलै हो कुन चाहिँ लगाउने त
पछाडि ढेँडो खानु पायो भन्दा मिठो होला जस्तो लागेर है तरकारी के रे सार के रे बाबुले के चाहियो स्ट्रबेरी चाहियो रे स्ट्रबेरी ओ आता स्ट्रबेरी दिनु स्ट्रबेरी कसले ल्याएको सानो माइली मामले खानी खानी ल माथि हात चाहिँ माथि तिमीसँग ती चाहिँ छ सेपै छैन ल नलाउने टाक लाउने होइन कि यतिकै हो खै बाबु यता हेर ल वाउ वाउ यता हेर्नुहोस् यता हेर्नुहोस् वाउ बाबु त हिरो सानले हेर्नु त बाबु त्यस्तै गर्नु त अघि जस्तै गर्नु अघि जस्तै गर्नु न यस्तो गर्नु न पुष्पा जस्तै गर्नु न सानबेटी हेरेर के सानबेटी हेरेर बाबु त हिरो पुष्पा गर्नु नि त अब पुष्पा जस्तै बाइक हो पुष्पा गर्नु छ र पुष्पा गर्नु नि त यता यता फर्केर मोबाइलपट्टि हेरेर के यता यता मोबाइलमा हेर्न ल हेलमेट ल मोबाइलमा हेरेर ह्यान्ड ब्रेक पनि रे कि ह्यान्ड ब्रेक भने कि हेलमेट भने साला रे त्यस्तो चाहिँ भन्नु हुँदैन कि नभन्नु हजुरले चाहिँ भन्नु हुँदैन झुकेका नही मात्र भन्ने अब अर्को गिफ्ट डर लागेन स्नेक आज हामीलाई त्यसलाई डर लागेको शंकर जी का डमरू बाजे माला ल्याएको छोरालाई दशग्रा सबै हराओस् आर्य काम सबैले हो सानो बजाएको के आँटेको काम हुन्छ होला त त्यसले पनि भन्नु हुँदैन त नि कस्तो राम्रो बाबुको नाना त यता हर हर महादेव हर हर महादेव